सन्दर्भ जेन जी प्रोटेस्टकै आज 37 डेज भयो नो जस्टिस। अनि इङ्ग्लिसमा एउटा भनाइ छ, जस्टिस डिलेड इज जस्टिस डिनाइड। कुरा प्रोटेस्टकै कुरा ल्याऊँ। फेरि प्रोटेस्टमा कतिवटा नेताको घर जलाइए, शेरबहादुर देउवा कुटिए, केपी ओली र प्रचण्ड भेटेको अझै केटाहरूले मार्ने नै थियो होला सायद। भाटबटी लुटियो, किनभने त्यसले एमालेलाई पार्टी कार्यालय बनाउन दान दिएको थियो। सिंहदरबार जल्यो, अदालत जल्यो। तर सिंहदरबार जल्दै गर्दा पनि पृथ्वीनारायण शाहको फोटो जल्न दिइएन। जुन गाउँ चोकमा झोलेहरूको एमाले, माओवादी र काङ्ग्रेसको नाममा कुनै गाउँ खोलिएको, गाउँको नाम राखेको थियो भने त्यो गाउँलाई हटाएर जेनजीको गाउँमा जेनजी नाम परिवर्तन गरियो गाउँलाई। अनि 62-63 आन्दोलनका तथाकथित आतंककारीहरू अहिले शहीद भन्छन्। त्यो शहीदहरूको शालिग तोडियो, मूर्ति लडाइयो, फुटाइयो। तर राजा वीरेन्द्रको, राजा पृथ्वीनारायण शाहको मूर्ति ढोगियो, पखालियो, सफा गरियो, झन्डा फेरियो। अनि जुन झोलेरको गाउँ परिवर्तन गरेको थिए, लखन थापाको शालिग राखेर, आतंककारीको शालिग राखेर लखन थापा चोक बनाएका थिए। त्यो शालिग फुटाएर पनि राजा पृथ्वीनारायण शाहको फोटो राखेर त्यो चोकको नाम फेरि परिवर्तन गरे। अनि कुरा चाहिँ के भन्न लागेको भने नि, यो दुईजना प्रवेश दाहाल र मिराज ढुङ्गाना भन्ने आतंककारीका झोलेहरू अहिले जेनजीको नेतृत्व गर्नेमा छन्। यी व्यवस्था विरुद्ध होइन भन्दैछन्। हेर भाइ, यो 3टा पार्टी खेद्नै हिँडेको जेनजी हो। जेनजीसँग गएको, जेनजीलाई साथ दिएको मैले पनि हो। यो 3टा पार्टी खेद्नै गएको। 3टा पार्टी खेद्नु भनेको चाहिँ व्यवस्था विरुद्ध हो। यो 3टा पार्टीले जोगाउनलाई संविधान हो। यो संविधान जोगाउनु भनेको चाहिँ व्यवस्था जोगाउनु हो। अनि संविधान खारेज गर्नै यो 3टा पार्टी खेदाउनै गएको हो। 3टा दल चाहिँ प्रतिबन्ध लाग्नै पर्छ। यो त्यही भएर यो संविधान खारेज गर्नु, व्यवस्था विरुद्ध लड्नु भनेको चाहिँ राजाकै लागि लड्नु हो। हेर, यो अझै पनि तैँले भिडियो हेर्न सक्छस्। राजाको मूर्ति पखालियो, पुस्यो, ढोग्यो। अनि राजा मेरो देशको श्री हो। अनि मेरो देशको श्रीको रक्षा गर्नु मेरो जिम्मेदारी हो।